नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल फास्ट लर्नमा। के तपाईँहरू लोकसेवाको प्रथम पत्रको तयारीमा हुनुहुन्छ? हो भने यो भिडियो तपाईँहरूको लागि अत्यन्तै उपयोगी हुनेछ। लास्टसम्म अवश्य हेर्नुहोला। आजको यस भिडियोमा हामी सिँचाइसँग सम्बन्धित सोध्न सक्ने जीकेका प्रश्नहरू ट्रिकका साथ पढ्नेछौँ। हस्ते स्टार्ट गरौँ। सिँचाइ दिवस कहिले मनाइन्छ? चैत 25। कतिऔँ सिँचाइ दिवस हो? 73औँ। र 2082 को नारा के हो? जल स्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग। यसको लागि ट्रिक कसरी बनाउने? सिँचाइ हामी केमा गर्छौँ? खेतमा। खेतमा के हुन्छ? माटो। माटोले के गर्छ? पानी सोच्छ। सिँचाइ गर्दा माटोले चित्त बुझाउँदै पानी पचाउँछ। यो हाम्रो ट्रिक भयो। सिँचाइ गर्दा माटोले चित्त बुझाउँदै पानी पचाउँछ। चित्त बुझाउँदै चित्तबाट चैत पचाउँछ 25। चैत 25 हाम्रो सिँचाइ दिवस। यो हाम्रो 2082 मा मनाएको सिँचाइ दिवस कतिऔँ थियो? यो सपोज गरिहालौँ 2082 मा पानी परेन वा धेरै कम पानी पर्यो। धेरै कम पानी परेको बेला सिँचाइ गर्न गाह्रो हुन्छ। त्यति बेला सिँचाइ कसले गर्न सक्यो? जो सातिर थियो। सातिर भने बुद्धिमान, चलाक। जो सातिर थियो उसैले सिँचाइ गर्न सक्यो 2082 मा। सातिर भनेको 7-3। 7-3। अब नेक्स्ट हामी हेर्ने 2082 को सिँचाइ दिवसको नारा के हो? नाराको लागि हामी के खोज्ने? जल स्रोत। सिँचाइको लागि हामीलाई के को आवश्यकता पर्छ? पानी। पानीलाई जल पनि भन्छौँ। कुनै पनि स्रोतबाट हामी सिँचाइ गर्न सक्छौँ। जल स्रोत। हामी अप्सनमा जल स्रोत भएको खोज्ने। जल स्रोतको व्यवस्थित उपयोग। अनि सेकेन्ड पार्ट हाम्रो के हुनु पर्यो? अब सिँचाइ गर्दाखेरि खेती राम्रो हुन्छ। खेती राम्रो भयो भने हाम्रो कृषि प्रधान जस्ता देश समृद्ध हुन्छन्। हामी अप्सनमा खोज्दाखेरि जल स्रोत हुनु पर्यो र सेकेन्ड लाइनमा हाम्रो समृद्ध हुनु पर्यो। जल स्रोत र समृद्ध। सिँचाइसँग सम्बन्धित नै सोध्न सक्ने अर्को जीके। राष्ट्रिय गौरव योजनामा हाम्रो सिँचाइको कुन कुन योजना सम्मिलित गरिएको छ? जुन 6वटा छ। यो कसरी ट्रिकका साथ लर्न गर्ने? सुनकोशी र महाकालीको पानीबाट सिँचाइ गर्दै जमरा काटियो भेरी मच बढेपछि। सुनकोशी र महाकालीको पानी। सुनकोशी मरिन डाइभर्जन, महाकाली सिँचाइ योजना, जमरा काटियो। जमरा भनेको रानी जमरा कुलारिया, काटियोबाट सिकटा सिँचाइ योजना, काटियो सिकटा। अनि भेरी मचबाट भेरी बबई डाइभर्जन र बबई नामबाट दुईवटा छ, एउटा भेरी बबई डाइभर्जन र अर्को बबई सिँचाइ योजना। अब नेक्स्टमा हामी के हेर्ने? यो योजनाहरू कहाँ कहाँ छन्? कुन कुन जिल्लामा? पहिलो सुनकोशी। सुनमा धुलो लाग्यो। आजभोलि सुन यति महँगो भएको छ कि कसैले किन्न गएको छैन। अनि पसलमा यत्तिकै परि के भएको छ? उसमा धुलो लागेछ। सिन्धुली। सुनकोशी सिन्धुली। महाकाली काली को छिन्? कञ्चन भन्ने केटी, कञ्चनपुर। काली कञ्चन। सिकटामा के छ हाम्रो? सिक्का बाँकी छैन। आजभोलि सिक्का कसले राख्छ त? आजभोलि एउटा पनि सिक्का बाँकी छैन। बाँके। सिकटा बाँके। बबई बर्दिया। बबाट बर्दिया। बबाट बबई, बबाट बर्दिया। यो सिम्पली याद भइहाल्छ। भेरीलाई भिरपाखा सम्झौँ। भिरपाखामा के हुन्छ? खेत, सुर्खेत। भेरी, भिरपाखा, सुर्खेत। रानी जमराको रानी पनि के छिन्? काली छिन्, गोरी छैनन्। रानी, काली, कैलाली। यो हाम्रो भयो। कुन कुन जिल्लामा छ? योभन्दा अगाडिको पेजमा चाहिँ पुरै नाम छ, त्यो हेर्नु होला। सिँचाइसँग सम्बन्धित नै अर्को प्रश्न। नहर विभागको स्थापना कहिले भएको हो? यसलाई कसरी सम्झिने? नहरको नौ 2009। नौ 2009। नहर विभागको स्थापना 2009 मा भएको हो। सिँचाइ सम्बन्धी नै प्रश्नका क्रममा हाम्रो नेक्स्ट। प्रथम आधुनिक सिँचाइ प्रणाली कुन थियो? चन्द्रनहर। कुन जिल्लामा? सप्तरी। यसको क्षमता कति थियो? 10,500। र प्रधानमन्त्री त्यति बेला को थिए? चन्द्र शमशेर, जसले बनाएका हुन्। र इन्जिनियर डिल्लीजङ चन्द्र शमशेरको पालामा डिल्लीजङ इन्जिनियरले चन्द्रनहर बनाएका हुन्। यसलाई सम्झिराख्ने सजिलो तरिका। आधुनिक सिँचाइको लागि कति थरीका पानी चाहिन्छ? 7 थरीका। 7 थरी भनेको सप्तरी। कहाँबाट पानी ल्याउनु पर्छ? चन्द्रबाट चन्द्रमा। चन्द्रनहर। चन्द्रमाबाट पानी ल्याउनु पर्छ चन्द्रमा। अनि कहिले ल्याउनु पर्छ? कहिले डेली ल्याउनु पर्छ। अनि मात्र आधुनिक सिँचाइ हुन सक्छ। डेलीबाट डिल्लीजङ। अनि कति टाइमको लागि ल्याउनु पर्छ? 10 देखि 5 ड्युटी आवरको टाइममा ल्याउनु पर्छ। 10-5 10,500। आधुनिक सिँचाइको लागि चन्द्रमाबाट पानी ल्याउने चन्द्रनहर। आधुनिक सिँचाइको नाम के थियो? चन्द्रनहर। कुन जिल्लामा? 7 थरी सप्तरी। कसले निर्माण गरेका हुन्? डिल्लीजङ। कसको पालामा? चन्द्र शमशेरको पालामा। र त्यसको क्षमता कति थियो? 10 to 5 10,500।
होप सो यो भिडियो हेरेर बुझ्नु भएको होला। यसमा सिँचाइ सम्बन्धी सबै टपिकहरू कभर गरिएको छ। भिडियो राम्रो लागे च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला। हस्त धन्यवाद।